अस्ति दसैँमा हुँदा अर्को बोटको डल्लो खालको एभोकाडो टिप्यो। अब तिहारमा हुँदा म यहाँ अर्को बोटमा छु है। बोट ठिका बोट छन् 4-5 वर्ष भयो मैले रोपेको काठमाडौँबाट ल्याएर। मजाले यहाँ करिब 300-400 दाना फलेछ यो साल। यो बेच्नु हो भने अब हाम्रोमा बेच्ने सिस्टम छैन है। बाँडीचुँडी गर्ने सिस्टम भयो, गाउँले परिवेशमै छौँ। यो बेच्यो भने 150 रुपियाँ किलो, ल 200 रुपियाँ किलोले पनि 100 किलो मात्रै छ भने पनि 20,000 को भनेको 200 रुपियाँ किलोले बेच्यो भने नि 100 किलो छ भने कति भयो त? 20,000 भयो। यति राम्रो फलेका छन् फेरि है, यति मजाका फलेका छन्, यति मिठो रहेछ। अब छिपिने बेला भयो, थोरै छिपिन्छ। अब 8-10 जना चाहिँ लिएर जान्छु काठमाडौँ। अस्ति पनि 10 जना लिएर गएको है। यति मजाले छिपिन थाल्यो। कति छ कति बोटमा त तलबाट म सुरु यो बोटमा उठ्ने बित्तिकै झला बोकेर आएको यहाँ घोचो लिएर अब टिप्छु।